चाउमिन गाईहरू हाम्रो पानी भर्न राख्छौँ चाउमिन पकाउनलाई। गाईहरू घाँसलाई उम्लिन लाउँछ चिट्टाउसी यसरी पटक्क हुन्छ त्यसपछि झिक्ने हो। गाईहरू ग्यास सानो बनाउन पनि मिल्छ। यिनीहरू सबै राख्छौँ। गाई यसरी राख्छन्। लसुनलाई अहिले राख्ने अब ड्राई बल्काउली गाजर टोमेटो प्याज गाजर छिन्नलाई गाजर छिन्ने पनि हुनेछ। चक्कुले छिलिन्थ्यो नेपालमा। यहाँ त एउटा ग्याजेट आएर यस्तो छ। यी गाईहरू हामुरको गाजर छिल्ने यस्तै हो। तपाईँको गाजर छिल्नेले केले दोस्रो पाक पनि फुरङ्ग काटिन्छ। गाईहरू भयो। गाईहरू गाजर हाम्रो मन राख्दो गाजर भयो। गाईहरू आज गाजर छिल्लियो। अब क्यारोट काट्न पर्यो। 1 प्याज काट्ने फ्याक्ट पर्काउली काट्ने। पहिलो बार पर्काउलीलाई काट्दैछौँ। गाईहरू अब हिजो भिजाको चना सिप छ। अब चिकन पनि रेडी भयो। चलाउनु पर्यो। कुकी पाके छैन। अब चलाइसके हेर्नुहोस् यस्तो हुन्छ चाउमिन यहाँको। अब यसमा मासु राख्नु पर्छ। यहाँ हाम्रो भेजिटेबल्स छन्। गाईहरू यस्तो भन्छ चाउमिन दररो। चाउमिन पाकिसक्यो। अब हाम्रो चिसो पानी भिजाउनु पर्छ। तातो छैन। गाईहरू अब सानोलाई धुने यसलाई चिसो पानीले धुन्छ। ठिक्कको पानी पनि बनाउन मिल्छ। त गाईहरू यसरी छुन्छन् गाह्रो। गाईहरू छपरी आयो। छपरी भन्न पनि आयो। गाईहरू यहाँ कति बेर स्पिडमा कसरी मर्ने हो। गाईहरू हेर्नुहोस् पर्यो। गाईहरू यति हाल्नु। अब प्याज हाल्नु पर्यो। झ्याङ गर्छ। देख्नु प्याज कति हाल्नु पर्ने रहेछ। चाउमिन पकाउनेहरू यो चाउमिन धेरै जस्तैलाई तरकारी गर्नु। एउटा लाइक पनि गर्नुहोस्। भिडियो पनि पुरा हेर्नु होला गाइस। पुरा हेर्दैन गाइस। 1 मिलियन लाइक गरिदिनु होला गाइसहरू। हाम्रो चाउमिन पनि यसरी अब प्याजलाई चलाउनु पर्छ। प्याज ब्राउन कलरको भयो। अब मासु हाल्नु पर्छ। गाइसहरू छिटो।
बेसार हाल्नुपर्छ बेसार भयो लसुनलाई छिट्नु पर्यो अब हाम्रो नयाँ तरिकामा जुगाडमा अब यो जिरा यति मसला यति अब छिट्नु पर्यो कुट्नु पर्यो छङ छुङ छिङ छङ छुङ टिङ्गु ग्याङ्गुङ टिङ्गुङ गाइजले काउली काट्नु पर्यो फ्रेस बन्दा डोला डोला कालमला आँखा छोड्नु भन्ने गीतमा राखेको एउटा सुन्नुको डोला डोला कालमला आँखा छोड्नु भन्दै सुन्नु न ल त गाइजहरू गाइज डोला डोला कालमला आँखा छोड्नु मनका तारा कालमला पक्का छैन मोमो जस्तो हेल्दी हुनुलाई भेजिटेबल खानुपर्छ भेजिटेबल त्यस्तो खानुपर्छ मिलाएर चाउमिन हालेर खानुपर्छ चना राख्ने यो जम्मै भेजिटेबल्स राख्ने अब चनामा सुरु गरौँ गाजर आइपुगेको मटर राख्न छ घाम लागेको छ गाइजहरू अमुलको काम अब चाउमिन राख्ने को लागि तेल हाल्ने टमाटर पनि उसिन्ने पर्ने हेलो हाम्रो टमाटर बास्न सुन्नु न मटर धुनु आइसक्यो बाबु बामुलाई टमाटर टमाटर राख्नु पर्यो पहिला तापस तेल राख्ने सावधानले राख्नु अब तेल गाइजहरू तेल गाइस तेल भयो नुन खुर्सानी राख्ने अब मिक्सरमा घुर्रा बन्दा राखेपछि डेरी भयो अब यसरी राख्छन् बन्दा हेर्नु गाइजहरू टोटल पनि सिक्नुपर्छ यता चटनी पनि रेडी भयो खानु मन I am leader master. यता चटनी छ यता फेरि चाउमिन छ चटनी छ यहाँ चाउमिन छ गाइजहरू अब म सुरु गर्छु चाउमिन खान आउनुलाई भइदिन्छु झोले खानु पर्छ चटनी चित गाइजहरू अब खान्छु कति बेला मेरो छोराले पकाएको चाउमिन मिठो छ आई माया गर्थ्यो मलाई